क्रिकेटको टी20 इन्टरनेसनल हिस्ट्रीमा 300 रनको आँकडा कट्ने पहिलो देश कुन हो? इन्डिया, अस्ट्रेलिया, इङ्ल्यान्ड या वेस्ट इन्डिज? होइन, त्यो देश हो नेपाल। अर्को कुरा, युवराज सिंहको 12 बलमा 50 रन हान्ने वर्ल्ड रेकर्ड कसले तोड्यो? क्रिस गेल, एमएस धोनी? होइन, त्यो तोड्यो हाम्रो दिपेन्द्र सिंह ऐरेले, त्यो पनि मात्र 9 बलमा। अल्सो क्रिकेटको सिनोनिम सचिन तेन्दुलकर र शाहिद अफ्रिदी जस्ता लेजेन्ड्सको यङ्गेस्ट इन्टरनेसनल हाफ सेन्चुरियनको रेकर्ड कसले तोड्यो? त्यो तोडेको थियो हाम्रो रोहित पौडेलले। यो भिडियो कुनै साधारण खेलको कथा होइन, यो एउटा यस्तो देशको कथा हो जहाँ प्रजातन्त्र आउनुभन्दा 5 वर्ष अगाडि नै क्रिकेट बोर्ड बनिसकेको थियो। यो कथा हो त्यो टिमको जसले वर्ल्ड च्याम्पियन इङ्ल्यान्डसँग 4 रनले हार्दा पनि उल्टै त्यही टिमलाई लौ बच्चियो भन्ने बनायो। सो फ्रम द प्यालेसेस अफ रानास टु मेकिङ वर्ल्ड रेकर्ड्स, लेट्स अनफोल्ड द स्टोरी अफ नेपाली क्रिकेट। तपाईलाई लागिरा होला क्रिकेट नेपालमा भर्खरै आएको हो भनेर, तर खासमा नेपालमा क्रिकेट विक्रम सम्वत 1970 को दशकमै एन्ट्री भइसकेको थियो। लेफ्टिनेन्ट जेनरल मदन शमशेर जङ्गबहादुर राणाले यो खेल नेपाल भित्राउनु भयो। तर त्यो बेला क्रिकेट जेन्टलमेन्स गेम थियो र नेपालमा जेन्टलमेन भनेको सिर्फ राणा परिवार र उनीहरूका इलिट सर्कल हुन्थे। विडम्बना हेर्नुस् त, जब नेपालका जनताले कख गग पनि पढ्न पाउँदैन थिए, टुडी खेलको ठुलो मैदानमा कोट प्यान्ट लगाएर राणाहरू क्रिकेट खेल्थे। अझ रोचक कुरा के छ भने क्रिकेट एसोसिएसन अफ नेपाल यानी क्यान विक्रम सम्वत 2002 सालमै स्थापना भएको थियो। यस, प्रजातन्त्र आयो 7 सालमा, तर क्रिकेट बोर्ड 2 सालमै बनिसकेको थियो। तर त्यो बोर्ड खेल विकास गर्न होइन, अप्पर क्लासलाई प्रमोट गर्न बनेको थियो। यो जनताको खेल थिएन, यो दरबारको शौक थियो। 7 सालमा प्रजातन्त्र आयो, अनि बल्ल क्रिकेट दरबारको पर्खाल नागेर साधारण जनताको माझ पुग्यो। 52 सालमा नेपाल आइसिसी को एसोसिएट मेम्बर बन्यो। हामी भित्रको क्रिकेटको क्रेज बिस्तारै बिस्तारै बढ्दै थियो। नेपाली क्रिकेटको कुरा गर्दा हाम्रो फाउन्डेसन बनाउने एउटा मान्छेको नाम बिर्सन्नै हुन्न, रोय डियास। श्रीलङ्काको लेजेन्डरी प्लेयर जसलाई गडफादर अफ नेपाली क्रिकेट भन्दा पनि फरक पर्दैन। उहाँले सिकाए हाम्रो स्ट्रेन्थ पावर हिटिङ होइन, हाम्रो स्ट्रेन्थ स्पिन र फिल्डिङ हो, र त्यही गाइडेन्समा हुर्कियो नेपालको गोल्डन जेनेरेसन। पारस खड्का, शक्ति गौचन, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, शरद वैश्वाकर, यी नामहरू मात्र प्लेयर होइनन्, यी नेपाली क्रिकेटका पिलरहरू हुन्, र यही टाइममा यी प्लेयर्सहरू नेपाली क्रिकेटको मैदानमा थिए। अनि आयो इयर 2014 एडी, द गोल्डन इयर। बङ्गलादेशको मैदानमा नेपालले अफगानिस्तानलाई 9 रनले हरायो। त्यति बेला शक्ति गौचनको त्यो सेलिब्रेसन हेरेर स्कुलमा कपी नगर्ने सायदै हामी कोही थियौँ होला। त्यो बेला वी न्यू इट, नेपाली क्रिकेट अब नेक्स्ट लेभलमा पुगिसक्यो। तर त्यसको केही समयमा नै हामी रोकियौँ, स्किल्सले होइन, राजनीतिले। 2014 को उठेको हाम्रो क्रिकेट माथि जान पर्ने थियो, तर हामी तलतिर खस्यौँ। 2016 मा आइसिसीले क्यानको सबै मेम्बरसिप सस्पेन्ड गरिदियो, विच मिन्स नो फन्डिङ। देशको टिम इन्टरनेसनल लिगमा परफर्म गरिरहेछ, तर देशको बोर्डलाई नै इन्टरनेसनल बडीले ब्यान हानेको छ। प्लेयर्सले स्यालेरी पाएनन् र ग्राउन्डमा घाँस काट्ने मान्छेहरू पनि रहेनन्। सबैले आश मारिसकेका थिए। त्यो बेला क्यान एज अ बोर्डको नाम मात्र थियो, पुरै सिस्टमलाई धान्न र टिमलाई टुट्न नदिन एउटै मेन पिलर थिए, पारस खड्का। He was the captain, the manager, the selector and the spokesperson. धेरै प्लेयरहरूले इन्टरभ्यूमा पनि भनेका छन्,
यदि पारस दाइ नभएको भए नेपाली क्रिकेट सायद त्यही बेला कोल्याप्स हुन्थ्यो। उहाँले टिमलाई टुट्न दिनु भएन। हैन अहिले नेपाल टिम जहाँ पनि छ मलाई लाग्छ कि पारस दाइको कप्तानीले गर्दा र पारसको क्याप्टेन्सीमा घट्यो क्रिकेट इतिहासकै सबैभन्दा ठुलो मिरेकल। फेब्रुअरी 14, 2018 भ्यालेन्टाइन्स डे नेपाल भर्सेस क्यानाडा वर्ल्ड कप क्वालिफायरमा जान जित्नै पर्ने। स्कोर 144 फर 9 विकेट, यानि कि अन्तिम विकेट। वर्ल्ड कप क्वालिफायरको ढोका बन्दै हुन लागेको थियो। तर त्यो दिन करण केसीको रूपमा सायद भगवान नै मैदानमा उत्रेका थिए। सन्दीप लामिछानेले सपोर्ट दिए अनि करणले त्यो हारिसकेको म्याच जिताएर नेपाललाई ओडिआई स्टेटस दिलाए। यदि त्यो दिन करणले त्यो इनिङ्स नखेलेको भए आज हामी सायद डिभिजन 5 मै कतै हराइरा हुन्थ्यौं होला। त्यो एक म्याचले नेपाली क्रिकेटको भाग्य बदल्दियो। त्यो ओडिआई स्टेटस पछि क्यानको ब्यान हट्यो। पारस, शक्ति, बसन्त बिस्तारै रिटायर भए अनि आयो नयाँ पुस्ता जसको गेम स्ट्र्याटेजी रोक्ने हैन ठोक्ने थियो। Recover, excuse me, and the non-striker just sets off. I mean, there's no run here. And then the striker says, oh, well, I better go. And it's, well, that's just as simple a run out as you're going to get. तपाईलाई भिडियो कस्तो लागिराछ? अझ दिपेन्द्र सिंह ऐरेलले इन्डियाको युवराज सिंहको इम्पोसिबल रेकर्ड तोडेको कुरा गर्न त बाँकी नै छ। सो यदि तपाईले अझै सब्स्क्राइब गर्नु भएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस्। तपाईहरुको सपोर्टद्वारा नै हामी यस्ता स्टोरी अनफोल्ड गर्न मोटिभेट हुन्छौं। ल अब ब्याक टु द भिडियो। पहिला नेपाललाई डिफेन्सिभ टिम भनिन्थ्यो, तर 2020 पछि नेपाल डिस्ट्रक्टिभ पनि बन्यो। एशियन गेम्स 2023 हाङजाउ, अपोनेन्ट मङ्गोलिया। त्यो दिन नेपालले क्रिकेट हिस्ट्रीकै पानाहरू च्यातेर नयाँ इतिहास लेखे। टी20 हिस्ट्रीमै पहिलो पटक 300 रनको आँकडा तोडेको। जितको अन्तर 273 रनको। कुशल मल्लले 34 बलमै सेन्चुरी हानेर डेभिड मिलर र रोहित शर्माको रेकर्ड तोडेको। दिपेन्द्र सिंह ऐरे मात्र 9 बलमा 50 रन। युवराज सिंहको 12 बलमा 50 रन हानेको रेकर्ड वर्षौंदेखि अनब्रेकेबल मानिन्थ्यो, तर दिपेन्द्र सिंह ऐरेले त्यो रेकर्डलाई पनि पछि पारिदिए। अझ त्यति मात्र होइन, 6 बलमा 6 छक्का। कतार विरुद्ध दिपेन्द्रले त्यो पनि गरेर देखाए। युवराज सिंह र किरण पोलार्डको इलिट लिस्टमा एउटा नेपालीको नाम लेखियो। अनि कुरा गरौँ रोहित पौडेलको। सचिन तेन्दुलकर र शाहिद अफ्रिदी जस्ता लेजेन्ड्सले बनाएको यंगेस्ट हाफ सेन्चुरियनको रेकर्ड रोहितले 16 वर्षको उमेरमै तोडिदिए। अझ रेकर्ड्सकै कुरा गर्दा यी रेकर्ड बन्नुभन्दा अगाडि 2009 मै रुबिना छेत्रीले सिङ्गापुर विरुद्ध 5 बलमा 5 विकेट लिएर वर्ल्ड रेकर्ड पनि बनाइसकेकी थिइन्। यो स्ट्याट्सहरूले के देखाउँछ? यसले देखाउँछ कि नेपाली प्लेयर्समा ट्यालेन्टको कमी छैन, उनीहरू वर्ल्ड क्लास छन्। तर यी सबै रेकर्ड्स बन्न सम्भव कसरी भयो? यसको पछाडि पनि एउटै मान्छेको हात छ, पारस खड्का। एज अ प्लेयर, फर्स्ट नेपाली ओडिआई सेन्चुरियन। एज अ क्याप्टेन, नेपाललाई डिभिजन 5 देखि ओडिआई स्टेटससम्म पुर्याउने कप्तान। एज अ लिडर, जब क्यानलाई सस्पेन्ड गरिएको थियो, पारस खड्काले टिमलाई युनाइट गरेर राखे। ही वाज नट जस्ट अ क्याप्टेन, ही वाज द सिस्टम व्हेन देयर वाज नो सिस्टम। यति धेरै रेकर्ड्स, यति धेरै ट्यालेन्ट र त्यही कन्फिडेन्स लिएर हामीले आइसिसी टी20 वर्ल्ड कप 2026 पनि खेलेका थियौं र त्यसमा पहिलो गेममा नै हामीले वर्ल्ड च्याम्पियन इङ्ल्यान्डलाई मात्र 4 रनको दूरीमा रोकिदिएका थियौं। इङ्ल्यान्डलाई झन्डै हराइसकेको नेपालले त्यसपछि इटली र वेस्ट इन्डिजसँग भने नराम्ररी हार्यो। एउटा ठूलो आशा लिएर गएको टिमको सुपर 8 मा पुग्ने सपना 2028 को वर्ल्ड कपको लागि थाती राख्नु पर्ने भयो। हामी फेरि एउटा ठूलो स्टेजमा गएर खाली हात नै फर्क्यौं। नेपाली क्रिकेटमा किन सधैँ यस्तै हुन्छ? यहाँ एउटा तीतो सत्य छ,
हामीले इङ्ल्यान्ड, वेस्ट इन्डिज र इटलीसँग हार्यौं कि हाम्रै सिस्टमसँग? इङ्ल्यान्ड र अस्ट्रेलियासँग वर्ल्ड क्लास हाई पर्फर्मेन्स सेन्टरहरू छन् जहाँ प्लेयरको फिटनेस र टेक्निक साइन्सले नापिन्छ। तर हामीसँग के छ? बल्ल बल्ल टियुमा फ्लड लाइट्स त बल्यो, एनपिएल पनि ग्रान्ड नै भयो, तर के 3 करोड क्रिकेट क्रेजी जनताको लागि काठमाडौँको 2टा ग्राउन्ड नै काफी छ? चितवनको गौतम बुद्ध स्टेडियम अझै पनि पोलिटिकल एजेन्डामै अड्किएको छ। प्रोभिन्सियल प्लेयर्सहरू अझै पनि कन्क्रिट पिचमा प्र्याक्टिस गर्न बाध्य छन्। हाम्रो प्लेयर्सले गाडी गुडाउने हाइवेमा प्र्याक्टिस गरेर वर्ल्ड रेकर्ड हान्न सक्छन् भने सोच्नुस् त, यदि उनीहरूले प्रपर हाई पर्फर्मेन्स सेन्टर र साइन्टिफिक फेसिलिटी पाएको भए, त्यो इङ्ल्यान्डसँगको 4 रनको हार आज 40 रनको जित पनि हुन सक्थ्यो। नेपालमा क्रिकेट अब राणाहरूको जेन्टलमेन गेम मात्र रहेन। यो रामेछापको खेतदेखि कञ्चनपुरको गल्ली अनि सिडनीदेखि कतारसम्म बस्ने 3 करोड नेपालीको इमोसन बनिसक्यो। मैदान बाहिरको 12th म्यान यानि कि हामी फ्यान्स वर्ल्ड क्लासको छौँ। हाम्रो प्लेयर्स दिपेन्द्र, रोहित, कुशल, सोमपाल सबै वर्ल्ड क्लासका छन्। अब पालो सिस्टम र सरकारको हो वर्ल्ड क्लासको बन्ने। यदि अझै पनि स्टेडियमको नाममा जग्गा मात्र देखाउने अनि बजेटको नाममा भाषण मात्र गर्ने हो भने नेपालले इन्टरनेसनल स्टेजमा गएर सधैँ मन मात्र जित्नेछन्, गेम होइन। नेपाली क्रिकेट टिम इज नट हियर जस्ट टु पार्टिसिपेट, दे आर हियर टु डोमिनेट। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोला र साथीभाइहरूमा पनि सेयर गर्नुहोला। तपाईको विचारमा नेपाली क्रिकेटको सबैभन्दा ठुलो स्ट्रेन्थ चाहिँ के हो त? कमेन्टमा अवश्य लेख्नुहोला। जय नेपाल, जय नेपाली क्रिकेट।